सुरु हजुर नमस्कार है हजुर। हामी चाहिँ वाउ यो चौरी बोकी यो काग यो बोकीको नजिकै आइपुगेका छौँ। फाइनली हामी अहिले चाहिँ यो चौरीको नजिकै रहेको यो एउटा पुर्खाहरूले जिजुबाजुदेखि चल्दै आएको यो हाम्रो यो जलाखी यहाँ आइपुगेका छौँ। यहाँ चाहिँ हामीले पूजा गर्नुपर्ने हुन्छ। स्पेसली हाम्रो जिजुबाजुहरूले र प्राकृतिक पुजारी भएको हुनाले हामी चाहिँ पूजा गर्ने गर्छौँ। अनि त्यसपछि म चाहिँ पूजा गर्न लागेँ है हजुर। ल है सिंहहरूले हामीलाई चाहिँ रक्षा गरून्, सबैको राम्रो होस्। अनि हामी चाहिँ चौरी बोकी एकदम सहज तरिकाले आइपुगेका छौँ। हामी यहाँ नातिहरूले एउटा माया हुनुहुन्छ, हाम्रो माइला दाइ सबै एकदम मिलेर सरसपट्ट साथ हामी आइपुगेका छौँ। एकदम सहज तरिकाले हामी यहाँ चौरी बोकी आएर अब इन्जोय गर्ने होइन सर? एकदमै होइन म्याम, अब चाहिँ रमाइलो गर्छौँ। सायद एक दुई दिन हामी मात्रै हुन्छौँ होला। यो हल्का हामीलाई चाहिँ यो मौसमले साथ दिइरहेको छैन। सायद अब मेरो कुरा यहीँ राखेँ। धन्यवाद।